हेलो एभ्रिवान, जय मसी सेवारो वेलकम छ तपाईहरुलाई आफ्टर लङ टाइम मेरो भिडियोमा। इट्स मी रोमा लिम्बू। अनि आज चाहिँ धेरै पछि मैले भिडियो बनाउँदैछु। अनि आज चाहिँ हाम्रो घुमघाम कार्यक्रम छ, त्यही भएर मैले भिडियो बनाउँदैछु साथी। अनि अहिले हामी चाहिँ घरमै छौँ अनि साथीहरू चाहिँ आउँदैछ। अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ किनकि हामी रेडी भइसकेको छौँ। अनि आजको हाम्रो जाने ठाउँ चाहिँ राजारानी छ साथीहरू। अनि राजारानी चाहिँ हामी 3-4 जना मात्र जानु लागेको, त्यो पनि पिकअपमा। आजको दिन चाहिँ हाम्रो घुमघाम कार्यक्रम हुन्छ, अन्तिमसम्म हेरिदिनु होला। अनि मलाई सपोर्ट गरिदिनु होला, मेरो सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु। चाहिँ रेडी भएर घरदेखि निस्केको, घरदेखि निस्केर हामी चाहिँ बाटोमा छौँ। अब साथीहरू चाहिँ गाडीमा आउनु लागेको छ। म चाहिँ यहाँ रोडमा बाटोमा पर्खिँदै गर्नु अरे। अनि उनीहरू चाहिँ अलिक माथिदेखि आउनेछ। अनि हामी चाहिँ जानेछौँ राजारानी। आज हाम्रो चाहिँ राजारानीसम्मको याद। फाइनली हामी चाहिँ गाडीमा चढिसकेको छौँ है साथीहरू। हामी चाहिँ गाडीमा चढिसकेको छौँ फाइनली होइन। अनि वेलकम छ मेरो बहिनीलाई, यता हेर न, वेलकम हो मेरो उयोलाई, सुन न, धन्यवाद। हेलो हजुरहरूलाई वेलकम छ सबैजनालाई। हामी चाहिँ बाटो लागिसकेको छौँ राजारानीको लागि साथीहरू। हामी चाहिँ गाडीमा हुटमा चाहिँ 2 जना मात्र छौँ, भित्र 3 जना हुनुहुन्छ होइन। हामीलाई चाहिँ हेपेर कहाँ हुटमा है, हामी हेपेको आएकोहरू लुगा आदि सो यही धुलो भयो। हमारा तालु ऐसा भी होता है क्या कभी कभी। साथीहरू हामी चाहिँ यता लोखरा पुगिसकेको छौँ। आए बाटो यस्तो खराब छ कि साथीहरू, बाटो चाहिँ यस्तो छ। लेटाङ चाहिँ पारी हो, अहिले हामी चाहिँ यता वारी छौँ साथीहरू। यस्तो गाह्रो भइरहेछ, हामी यस्तो टायरमा बसेको छौँ होइन साथीहरू। अनि यहाँनिर एउटा हातले पक्रेको छौँ, अनि हाम्रो बसे चाहिँ यस्तरी बसिरहेको, एउटा हातले फोन बोकेर अहिले हैरान बनाइरहेको छ साथी। म त बिहोस हुन्छ कि क्या हो। हामी झऱ्यो भने कसले के गर्छ नि, बचाउँछ होला। बुढाहरू घर घरमा छ। अहिले हामी बाटोमा छौँ, यस्तो बिजोकले हेर्नु। हाम्रो बरु डिस्कोमा यति साह्रो हलिँदैन होला हो साथीहरू, हामी यति साह्रो फाइनली हामी राजारानी उकालो हिँड्यो, उकालो लाग्यो। अब यस्तरी जानुपर्ने हुन्छ होइन, के गर्नु गाह्रो भनेर हुँदैन, भोट भनेर हुँदैन साथीहरू। यहाँ रोडको विकास पनि गर्नु पर्यो। वडा नम्बर 1 को अध्यक्ष कता जानुभयो? अध्यक्षज्यू, यहाँनिर हामीलाई रोड सुविधा चाहियो। यस्तो बेहालमा हिँडिरहेको छौँ हामी। आयो, म गाडीबाट झर्ने अवस्था पुगिसक्यो। यहाँ हामी गाडीबाट झर्ने अवस्था पुगिसक्यो। वडा अध्यक्षज्यू कता हुनुहुन्छ? हाम्रो बिजोग हेर्नु यहाँनिर, हाम्रो मात्र होइन, यहाँनिर यात्रा गर्नेहरू सबैजनाको बिजोग। 1 नम्बर त धुलो, 1 नम्बर त गाडी कच्ची, बाटो कच्ची, रोड कच्ची। ओ माई गड, यस्तोमा चाहिँ हामी अध्यक्षज्यू सबैभन्दा इम्पोर्टेन्ट यो बाटो हेर्नु पर्यो, यो बाटोलाई बनाउनु पर्यो। आया हामी त यहाँनिर अहिले एम्बुलेन्स बोलाउने अवस्था आउँछ। के गर्नु, यस्तो छ है गाँस। वडा नम्बर 1 को बाटो यस्तो छ। अध्यक्षज्यू कता हुनुहुन्छ? भोट माग्दै जाँदै हुनुहुन्छ कि कता? अघि हामी कस्तो टलक्क टल्केर आएको थियौँ, अहिले हाम्रो हालत यस्तो भइरहेको छ। धुलोले पुरै है हामीलाई ल्याङ गरिरहेछ। अब राजारानी पुग्नु चाहिँ कति पनि छैन। यहाँ चाहिँ के बनाएको अब, यस्तो वाल बनाउँदै रहेछ नि। कति हेर्नु न, बाटो यस्तो छ क्या। अनि हेर्नु त, एउटा हातले फोन पक्रिनुपर्छ, एउटा हातले पछाडि पक्रिनुपर्छ। पक्रेन भने जाला कि भन्ने डर, पक्रेन भने
जाला भने त पक्रियो भने फोन पनि जानु सक्छ। ओहो के भन्नु राजा रानी पुग्यो साथीहरू हामी चाहिँ राजा रानी पुग्यो। अब हामी तल जानेछौँ। हामी चाहिँ यतिजना यहाँनिर त्यहाँ त होइन यहाँनिर भ्लगमा आउनु त कस्तो राम्रो कुरा पो हो त। हेलो हेलो ओहो फाइनली हामी चाहिँ अब ओह्रालो झरेको के हो राजा रानी दरबार। अब हामी चाहिँ हिँड्दै यो चाहिँ कतिवटा पो सिडी छ अरे के पो यसलाई त के पो भन्छ कतिवटा छ हौ यसमा। यहाँ त जम्मा कतिवटा पो छ। हेलो हेलो बोला न म चाहिँ भुजावाली भन न। म चाहिँ कोकवाली पानीवाली। हामी जाँदैछौँ यता चाहिँ के वाली आरीवाली। ओहो अब हामी चाहिँ जानेछौँ। अलिक टाढो छ क्या यो सिडी नै। हामी चाहिँ पोखरी पुग्न लाग्यौँ। अब यसरी नै यात्रा जारी छ हाम्रो। ओहो ओह्रालोमा खुट्टा नै लाग्दैन क्या यस्तोरी। त्यो चाहिँ राजा र रानी पोखरी हो नि त त्यही भएर राजा रानी भनेको। यहाँ चाहिँ राजा रानी पोखरी छ। ये सबै होता है कभी कभी भन्दै हामी चाहिँ पुगिसकेको छौँ हाम्रो गन्तव्यमा। यस्तो छ यहाँनिर सफा गरेर यसरी यो के हो आम्मा तिम्रो धुलो त बोला न बोला। हामी चाहिँ यहाँनिर चटपटे बनाउँदैछ यहाँनिर। यहाँ नानी चाहिँ भोकाएर नि भोक लाग्यो नानी। हामी सबैजना आइसकेको छौँ राजा रानी। अरू के बोल्नु ल कोही मोटर पनि बोकेको होइन कहाँको छ त्यो मोटर। हेलो हाम्रो फाइनली बनिसकेको छ खानेकुरा। हाम्रो खानेकुरा बनिसकेको छ। ओहो हेर्नु मलाई चटपटेवाली यतिकै हुनुपर्छ त। अब हामी चाहिँ खानेछौँ। हाम्रो सब बनाउने कार्यक्रम भइसकेको छ। ओ सबै राम्रो खाने कार्यक्रम गर्नु पर्यो नि। फाइनली हामीले सबै खाइसकेर अब हामी चाहिँ फोटो खिच्नेछौँ अनि भिडियो बनाउनेछौँ। साथीहरू अब यस्तो छ यहाँनिर चाहिँ घुम्ने ठाउँहरू। तपाईँहरू पनि आउनु होला घुम्नु। फोटो सुट कार्यक्रम अझै पनि सकेको छैन भन्ने कस्तो मजा आउँदैछ भने नि। घुमियो फिरियो हिँडियो। अनि हामी चाहिँ अहिले चाहिँ भुँडी ठुलो भएर जाँदै गरेको उकालोमा अब हामी कहाँ जाँदैछौँ भने ताजमहलमा। जोडी ढुकुर चाहिँ पछाडि छ आरी। अब हामी चाहिँ कस्तो गाह्रो छ क्या उकालो छ। अनि मैले चाहिँ कोक बनाउनु छोडेको छुइनँ। हामी अघि आएको बाटो पुग्यौँ। अब गाडी भएकोमा पुग्नु आँट्यौँ हामी चाहिँ। आएर हेलो आया म हिँड्ने गाह्रो भयो अलिक आया। तिमीलाई आरी बोक्नु कस्तो म्याच गरेको छ। टी सर्ट पनि हरियो आरी पनि हरियो गरिन्छ फुल डोज भन्ने। गाह्रो उकालो
अब हामी चाहिँ छोडेर जानु लागेको साथीहरू अब हामी यहाँदेखि जानेछौँ बाई बाई राजा रानी हामी लाग्यो अब आफ्नो गन्तव्यतिर हामी चाहिँ ताजमहल घुमेर पनि फर्किसक्यौँ ताजमहलको त मैले भिडियो बनाउनै बिर्सेछु फोटो खिच्नुको उयोमा थियो क्या हामी होइन ओ यहाँ हेर न फोटो खिच्नुको धुनले ताजमहल बिर्स्यौँ भिडियो बनाउनुलाई अहिले चाहिँ हामी ओह्रालो लाग्दैछौँ हेर्नु साथीहरू धुलो यस्तो छ धुलोको अवस्था यस्तो छ हेलो हामी चाहिँ घर फर्किँदै गरेको है अझ रात पर्न आँट्यो कति बज्यो हो उयो हो ताजमहल चाहिँ हामीले छोडिराख्यौँ साथीहरू अब हामी लाग्यो ओहो यस्तरी हल्लाउँछ गाडीले तपाईँहरूको गाडीले हल्लाउँछ धुलोको बजार हेर्ने साथीहरू धुलो आम्मा धुलो यस्तो छ होइन यस्तोमा चाहिँ ब्लगर अरे होइन ब्लग गर्ने चाहिँ बिर्सिन्छ ताजमहलमा ओहो मेन इम्पोर्टेन्ट ताजमहलमा ब्लग गर्नु बिर्स्यो उक्का जिन्दगी भाउजूको युट्युब च्यानललाई सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला अनि त्यति नै भन्न चाहन्छु माया गरिदिनु होला सबैजनाले हेरेर मात्रै हुँदैन है ल ल ल ल ल ओहो यो चाहिँ पूर्वको लिम्बुनीहरू हो होइन पूर्वको प्लस लिम्बुनी त्यो भन्दा के चाहियो होइन र ओहो पान्थारे सोल्टीहरू कता हुनुहुन्छ भनेर प्लिज कमेन्ट गर्नु होला भन्नु अब हामी चाहिँ रोडमा हामी चाहिँ पुग्नु लागिसक्यौँ साथीहरू आफ्नै दिन आउला स्कुटी बाइक चढ्ने दिन होइन साथीहरू हो कि होइन भन हामी दुईजना मात्र छौँ क्या हुटमा चाहिँ अनि हिरोनीहरू चाहिँ तल बसिरहेको छ अलिक उयो के पो होइन स्ट्यान्डर्ड मान्छेहरू चाहिँ भित्र बसेको छ होइन हामी चाहिँ अलिक नाजुक अवस्थामा छौँ अहिले यस्तो छ बसे अवस्था होइन यस्तै मनपर्छ किनभने तल अलिक ओहो ओहो या 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 वाइ 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 यस्तो के भन्नु र साथीहरू तपाईँ आफै बुझ्नुहुन्छ है अन्त के गर्नु यस्तो छ हाम्रो जिन्दगी होइन है यस्तोमा भए पनि आज घुम्न जानु पायौँ त्यही ठुलो कुरा हो कस्तो मजाले कोक्रोच म चाहिँ हेर न यहाँनिर यस्तो भयो ओइ टुकटुक 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 ओइ 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 हात छुट्टिन्छ ओइ 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 मरिन्छ ओइ ओइ कस्तो गाह्रो भयो कोही झन्डेर हात छुट्यो मेरो यार म त यहाँबाट झरेर त मर्छु काला आयो भने मात्र काला अहिले नै आएको छैन होला हौ मेरो होइन अब चाहिँ हाम्रो ताक्लु खुइली नेपाल हो किनकि अब सम्म रोडमा त साथीहरू हामी चाहिँ लोखरा आयौँ यतादेखि चाहिँ उताको लोखरा हो यहाँदेखि उता चाहिँ खैरनी भन्छ है साथीहरू अब सररा सररा ल है माया तिमी मेरो एउटै मात्र जिउने सहारा म छु तिमी एउटाको चारा सहारा हाम्रो स्वर पनि त्यस्तै के बुढा च्यातेको जस्तो स्वर छ किनकि चिसो भक्कु खाएर बजार हाम्रो स्वरै भाँसिरहेको छ होइन गाउनु पनि सकिरहेको छैन त्यस्तै यस्तो डिस्को पनि हालिरहेको छ हामीले होइन ओहो यस्तो डिस्को त हामीले सायद जिन्दगीमा कोही कहिले मात्र यस्तो डिस्को हान्नु पाउँछ होला है त्यो चाहिँ ओरिजिनल डिस्को भन्छ क्या यसलाई चाहिँ हामी चाहिँ खैरनी आइपुगिसक्यौँ अब उहाँदेखि पिच रोडदेखि हुन्छ अनि उता लेटाङ जानुपर्ने हुन्छ अहिले चाहिँ रात पऱ्यो साथीहरू के गर्नु यस्तै छ अलिक ढिलो गएको थियौँ नि त त्यही भएर रात पऱ्यो उहाँ रहेछ चर्च प्रशंसा चर्च होला सायद त्यो लाइट बाल्ने अवस्था आइसक्यो उहाँ छ पानी ट्याङ्की उहाँ छ पेट्रोल पम्प नेटाङको पेट्रोल पम्प चाहिँ यहाँनिर
फाइनली हामी चाहिँ घर पुगिसकेको छौँ साथीहरू। अनि मैले चाहिँ बाटोमा भिडियो बनाउनु पाइनँ किनकि मेरो फोन अफ भयो। अनि मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला अनि लाइक सब्सक्राइब गरिदिनु होला अनि माया गरिदिनु होला। हामीहरू अर्को भिडियोमा भेट्नेछौँ। अनि यो भिडियोलाई चाहिँ लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु नभुल्नु होला। फेरि पनि हामी अर्को भिडियोमा बोल्नेछौँ। बाई बाई।